जय नेपाल। आजभोलि तपाईहरु हेर्न सक्नुहुन्छ नगरपालिकामा दादागिरी बढेको छन्। अहिले एकदम तपाईको धानहरू हुर्कुने बेला भएको छन्, जसमा तपाईको खादको एकदम आवश्यकता परेको छ। जस्तै युरिया, डिएपी जस्ता खादहरू एकदम कृषकलाई चाहिन्छ कि चाहिन्छन्। नेपाल कृषि प्रधान देश भन्ने तपाईको तर सरल मूल्यमा इजी सरल तरिकाले तपाईको डिएपी, युरिया जस्ता खादहरू तपाईले सरल तरिकाले पुर्याउन नसक्ने, एक वर्षमा तपाईको एउटा नगरपालिकाको लगभग 18 करोड भन्दा बढी बजेट आउँछ। तपाईको फ्रीमा मागेको हैन कृषकले, तपाईले फ्रीमा मलाई बाँड्दिनुस्, फ्रीमा उ गर्दिनु मागेको हैन। सरल तरिकामा तपाईको 10 रुपैयाँ पर्ने चिजले 5 रुपैयाँ त्यससँग लिनुस्, त्यो मजाले दिन्छ। त्यतिकै दम छ भन्ने तपाईको नेपाल सरकारले फ्रीमा दिनुस् न हरेक कृषकलाई, तब पनि तपाईको त्यहाँको भोलिको धान, गहुँ, मकै चाख्न सक्नुहुन्छ। नेपाललाई कृषि प्रधान देश नै भन्ने, तपाईको मेन जुन गर्ने पर्ने काम छ त्यो गर्दै नगर्ने, कसरी भइहाल्छ तपाईको नेपाल कृषि प्रधान देश? तपाई जनताले के उल्लु बनाएर राख्नु भएको छ, बुर्बक बनाएर राख्नु भएको छ। सबै बखेडा यो छ नि तपाईको नेपाल सरकारले, मेयरले गर्ने यो सब बखेडा अब जनताले बुझिरहेछ। जनता मात्रै हाम्रो नेपालमा तपाईको केही जनता एजुकेटेड भएर नत्र बुझ्छ, सबैले गर्न नसके, देखाउन नसकेर हो मात्रै। नत्र जनताले चाहे भने के गर्न सक्दैन तपाईलाई, भोलि पदबाट खालिज गरिदिन्छ। तपाईको बाउ बाजेले दिएको पद हैन नि, जनताले चुनेर पठाएको पद हो। मुख्यमन्त्रीहरूले साइकल बाँड्ने, र्याली गर्ने, तपाईको दिशा के भन्छ साइकल बाँड्ने, र्याली गर्ने, तपाईको मुख्यता जुन कृषि प्रधान देशहरू छन्, नगरपालिकाहरू छन्। प्रदेश नम्बर 2 मा तपाईको 8 वटा जिल्ला पर्छन्। त्यसमध्ये तपाईको जिल्लामा हरेक जिल्ला एकदम उ छ, कृषिको लागि लाभान्वित छन्। त्यसमा राम्रो लगानी प्रदान गर्न सक्नु पर्यो नि। यो नगर्ने तपाईको विभिन्न तरिकाले बहनबाजी गरेर स्कुल पनि ठीक छ, तब लिमिटमा उद्घाटन गर्नुस्, भनेको हैन। तर मेन जुन जहाँ लगाउनु पर्ने छन्, तपाईको टाइम दिनुपर्ने कुरा छन्, त्यहाँ दिनुस्। तपाईको जनताले स्वागत गर्नेछन् कि हामीले यस्ता मुख्यमन्त्री चाहिए। मैले खोइ त 5 वर्षमा केही विकासै हेरेको छैन। जनकपुरमा पनि तपाईको पुरै फोहोरै छ, पुरै रोड त्यसकै उ छ, ढलको बाटो छैन, पुरै जनकपुर पानीले खचाखच भरिभराउ छ। बिरगजको त्यस्तै भरिभराउ छ। के गर्नुभयो? सबै पैसा के खाल्ती माल्नु भयो? बिल भरपाई गरिदिनु भयो यतिको